पनि आइपुग्यो डाक्टरलाई पर्खिरहेको छु त्यो 3:30 मै बिहान पिसाब गर्न उठ्दाखेरि ब्लिडिङ भइरहेको थियो र चाहिँ इमर्जेन्सीमा छोरीले ल्यायो प्रतीक आइपुगेर चाहिँ छोरी गयो अहिले कति बजे 5 बज्न आँट्यो अब यहाँनिर डाक्टरलाई पर्खिरहेको छु सो फर्स्ट थिङ चाहिँ त्यहाँ पुगेपछि मलाई चाहिँ यो बेबीको हार्टबिट चेक गर्नेमा राख्यो है डेलिभरी रुममा आइपुगिसकेको छु हामी चाहिँ सो जस्तो एडमिट हुन्छ त्यस्तै यो डेलिभरी रुममा पठाउँदो रहेछ होइन अन्त यहाँको डेलिभरी रुम चाहिँ यस्तो छ है अन्त हार्टबिट चाहिँ थ्रु आउट द प्रोसेस नै चेक गरिरहँदो रहेछ बेबीको चाहिँ यहाँ चाहिँ मलाई एक्युपन्चर दिँदैछ यहाँको हस्पिटल्सहरूमा चाहिँ यस्तो फेसिलिटिजहरू पनि दिँदो रहेछ है मेरो चाहिँ अलमोस्ट बिहानदेखिको एडमिट भएको मेरो बेबी चाहिँ बेलुका राति 8 बज्नु अगाडि भयो डेलिभर चाहिँ है र दिनभरिमा चाहिँ मलाई के भयो कसो भयो त्यो चाहिँ अब डिटेल्समा म भन्दै जानेछु है त म चाहिँ एडमिट भएको चाहिँ लेबर पेन भएर होइन ब्लिडिङ भएर हो त्यसले गर्दाखेरि चाहिँ मलाई लेबर पेन चाहिँ अलिकति पनि भएको थिएन होइन त्यस्तो हुँदाखेरि चाहिँ उनीहरूले फल्स लेबर इन्ड्युस गर्दो रहेछ त्यो इन्ड्युस गरेपछि मात्रै सर्भिक्स खोलिँदो रहेछ नि त सर्भिक्स पनि मेरो 1 सेन्टिमिटर पनि खोलेको थिएन अन्त त्यो लेबर पेन इन्ड्युस गरेपछि बिस्तारै बिस्तारै खोल्ने त एकदम ढिलो होइन त्यसले गर्दा चाहिँ बलुन लाएर खोल्ने भने बलुन लाएर एकपल्टमा भएन सेकेन्ड टाइम फेरि गर्दाखेरि चाहिँ वाटर ब्रेक भयो वाटर ब्रेक भएपछि बिस्तारै बिस्तारै त्यो सर्भिक्स खोलिँदै गयो होइन लेबर पेन पनि अझै इन्टेन्स हुँदै गयो त्यो भएपछि चाहिँ मैले जति सक्दो एपिड्युरल चाहिँ नइन्ड्युस गरौँ भनेको थिएँ तर लास्टमा मैले पेन सहन नसकेर चाहिँ गर्नु पर्यो त्यो एपिड्युरल हालेपछि चाहिँ झन् एकदमै छिटो खुल्यो क्या मेरो सर्भिक्स अब त्यो पसेर भित्र अलिकति रिया गर्नु पर्यो नि त बडीभित्र टाइम 12:30 स्टार्ट अब चाहिँ मेरो 10 सेन्टिमिटर सर्भिक्स पनि खोलिसकेको थियो होइन र मलाई चाहिँ अब पुस गर्न डाउन आँटेको थियो सबै कुरा रेडी गर्दै थियो है तर मलाई पेन चाहिँ कता कता मात्रै हुँदै थियो एपिड्युरल गर्दाखेरि चाहिँ पेन थाहा हुँदैन रहेछ क्या लेबरको चाहिँ Mano. You're amazing. It's okay. It's okay to be crying. Not so. You want to cut? You want to cut the cord? Yes. And cut here in between the two plastic. Between two. Yes. Here, yeah. That's it. אני הולכת לקרוא לעמדה, בסדר? רק תגידי לי ממי. מה שצריך פה זה קיצוצים, להוציא שדיה ולהכין את הכפייה. בסדר? אז אני תכף.
र फाइनली मेरो बेबी चाहिँ डेलिभर भइसकेको छ है। सर्भिक्स पनि 10 सेन्टिमिटर खोल्यो होइन एपिडुरल लगाइसकेपछि। अन्त अझै वेट गराउने थियो र तर मेरो बेबीको चाहिँ लास्ट मोमेन्टमा चाहिँ हार्टबिट हरायो है। हराएको हुँदाखेरि चाहिँ सबैजना डक्टरहरू नर्सहरू आएर चाहिँ अब चाहिँ बेबीलाई चाहिँ भ्याक्युम लगाएर निकाल्नुपर्छ भन्यो होइन। मलाई पनि एकदमै डर लागिसकेको थियो लास्ट मोमेन्टमा चाहिँ। अब जसरी मेरो बेबी चाहिँ सेफली डेलिभर गरिदिनु, बरु मलाई सिजरै गरिदिनु भनेर भन्दाखेरि उनीहरूले सिजर चाहिँ गर्दैन रहेछ होइन। जतिसक्दो नर्मल डेलिभरीमा नै पुस गर्दा रहेछ। र अब त्यो पुस गर्दाखेरि पनि अब बेबी डेलिभरै हुन सकेन। लास्टमा बेबीको त्यो हार्टबिट हरायो होइन। अन्त त्यस्तो हुँदाखेरि चाहिँ भ्याक्युम लाएर चाहिँ अन्त बेबी डेलिभर गर्यो होइन। बेबी चाहिँ हेल्दीली सेफली डेलिभर भयो र मलाई पनि एकदमै ढुक्कै भयो होइन, शान्ति भयो। किनकि अब लास्ट मोमेन्टमा हार्टबिट हरायो भन्दा कस्तो चाहिँ हुन्छ अब होइन। त्यो मोमेन्ट त म सम्झिनु पनि सक्दिनँ हो। र बेबी एकदम हेल्दीली सेफली डेलिभर भयो। तर मेरो चाहिँ हेल्थको कन्डिसन एकदमै डाउन भयो, एकदम पल्सहरू घटेर गयो होइन सबै कुरा। अन्त मलाई फेरि अब्जर्भेसनमा राख्यो। बेबीलाई चाहिँ प्रतीकसँग उता लग्यो, उसको वेट हाइटहरू चेक गर्नु लग्यो। अन्त त्यो दिन चाहिँ नर्सरीमै राख्दा रहेछ। आफ्नो मर्जी आफूले राख्छु भन्दा पनि हुन्छ, तर आफ्नो हेल्थको कन्डिसन एकदमै त्यो डेलिकेट भएको हुनाले चाहिँ आफूसँग नराखेकै राम्रो रहेछ। किनकि बेबीलाई त पुरा केयर गर्नुपर्ने हुन्छ नि त। अन्त नर्सरीमा चाहिँ नर्सहरूले चाहिँ एकदमै राम्रोसँगले केयर गर्दा रहेछ होइन। आफूले पनि मजाले त्यो रात चाहिँ रेस्ट गर्नु पाउँदो रहेछ होइन। अन्त मलाई 2-3 घन्टा अब्जर्भेसनमा राखिसकेपछि चाहिँ त्यहाँबाट मलाई वार्डमा पठायो। अन्त बेबीलाई चाहिँ नर्सरीमै राख्यो होइन। रातभरि त्यहीँनिर राख्दो रहेछ। बिहानै नर्स आएर लुगाहरू फेरेर गयो। मेरो यहाँ बेड छ। अब 7 बजी बेबी ल्याउनु जानुपर्छ। माथि घरमा छ, नर्सरीमा राखेको छ बेबीलाई चाहिँ। 7 बजी ल्याउनु जानुपर्छ। Yes. And what is the short number on the bracelet? Look at the bracelet. 133. No, not this one. The other one. Start with 9. Start with 9. 90167. Yes. भोक लाग्यो जस्तो Who are you? सफाइ छ। पुगेन होला है। पुग्यो, खानु छोड्यो त्यतिकै निदा। आज सुत्नु दिएको छैन है। रुको है। अहिले चाहिँ अलिकति बुबु खाएर अब म सुत्यो भने फेरि रुन थालिहाल्छ। यो चाहिँ कसले दिएको पो मताना हस्पिटलबाट मताना पनि दिँदो रहेछ यसरी। के हो थाहा छैन हो। यो कुपन कार्डहरू छ, सुपरबाट के किन्यो भने डिस्काउन्ट पाउने। अन्त आमाम के हो यस्तो रहेछ। ए ऱ्यासेस क्रिम पनि रहेछ। सबै छ, मैले अस्ति किनेको योहरू सब। हेर नि ऱ्यासेस क्रिमहरू सबै दिएको रहेछ। हस्पिटलको तर्फबाट चाहिँ मताना अरे गिफ्ट। देख्यौ गरमै भएको थियो।
पुचुके पुचुको बाबा अच्छु भन्यो अब रातो भएर गरम भएर पुचुको कहिले तीन बज्यो सुत्नु नाम छैन रुखको रुखै छ सुत्नु दिएको छैन पुतुकेले अहिले दुध खाएर यहाँनिर सुतिरहेछ अब म सुतेकै त फेरि रुन थालिहाल्छ सुताइ छैन रुखो रुखै सुताइ छैन है साहब चाहिँ पल्टिनु भएको छ अहिले बिचरा यहाँ अर्को साहब यहाँ बुबु खाएर पल्टेको छ अहिले एकछिनमा रोइहाल्छ फेरि डिस्चार्ज हुनु अगाडि चाहिँ यसरी डल्लै चेक गर्दा सबैको इफ कानहरूतिर त्यो हियरिङ प्रब्लमहरू छ छैन सबै चेक गरेर मात्रै डिस्चार्ज गर्दा रहेछ निस्क्यो त यस्तो ऱ्यासेस के निस्क्यो जन्डिसले पुरै साह्रो पायो त्यसको नानीलाई चाहिँ अन्त यो चाहिँ निस्किनु अगाडि चाहिँ उनीहरूले पिसिजी भन्ने त्यो भ्याक्सिन लगाइदिँदो रहेछ है त्यसको चाहिँ पछिसम्म पनि दाग बस्दो रहेछ अन्त उसको चाहिँ अहिले यो भ्याक्सिन लाउँदैछ पुरा रोइरहेछ नानी रुँदाखेरि चाहिँ मुटु नै कस्तो भएर हुने क्या अब मुटु नै चुडेको जस्तै हुने मलाई त्यति बेला है अहिले पनि त्यस्तै हुन्छ नानी रोएको त पुरा अत्तालेको जस्तो हुन्छ म त अन्त यो चाहिँ ऊ बेसी रोयो भनेर सुगर सिरप खुवाइदिँदो रहेछ क्या किन त्यो उयो गरेको छैन होला खोलेको छैन होला के यस्तै हो यो सुतेछ चाहिँ हस्पिटल ड्युटी पर्यो बाई बाई किलो ए यताबाट भनेको हामी चाहिँ अब गएको हस्पिटलबाट डिस्चार्ज भएर आफ्टर 36 आवर्स अफ स्टे त के भन्नु छैन सकेछ बेबीको चाहिँ 8 point something जन्डिस थिएछ डिस्चार्ज भइसकेर त्यो पेपर हातमा दिँदा मात्रै भन्यो होइन अन्त डिस्चार्ज भइसकेपछि चाहिँ नानीको फेरि मेडिकल अलग्गै बनाउनु पर्दो रहेछ हस्पिटल बसिन्जेल हाम्रो आमाको मेडिकलले कभर गर्दो रहेछ बेबीलाई तर जस्तो वान्स हामीले डिस्चार्ज हुन्छ त्यसपछि चाहिँ नानीको मेडिकल हामीले अलग्गै गर्नु पर्दो रहेछ त्यो कुरा चाहिँ अब कतिलाई थाहा हुँदैन त्यही भएर मैले भनिदिएको होइन अन्त अब नानीलाई हस्पिटल देखाउनु लानु भनेको थियो 2 दिनभित्रमा ठिक्कै यहाँको मन्डे नानी भएको ट्युसडे वेडनेसडे हामी डिस्चार्ज भए वेडनेसडे पछि थर्सडे सकेपछि फ्राइडे त यहाँ बन्द हो फ्राइडे सर त बन्द हो होइन
अन्त कति त्यो मेडिकलको लागि फोनहरू यताउता घुमाएर फाइनली मेडिकल चाहिँ हामीले गऱ्यौँ। तर त्यो मेडिकल चाहिँ सन्डे मर्निङ आवरमा मात्रै काम गर्छ त्यो मेडिकलले भनेर भन्यो होइन। अन्त नानीलाई त अब त्योभन्दा अगाडि नै लानु पऱ्यो है, अब प्राइभेटमै भए पनि देखाउनु भनेर चाहिँ हामीले लानु चाहिँ कोसिस गऱ्यौँ। लग्यौँ पनि घरि यहाँ पठाउँछ घरि त्यहाँ पठाउँछ, अर्कोदेखि अर्कोदेखि अर्को। दिमाग खराब भएको मेरो त एक त भर्खर सुत्केरी जिउ 2 दिन 3 दिन पनि भएको छैन। त्यस्तोमा फेरि पानी झरी डिसेम्बरको टाइममा यहाँ पानी पर्छ, जाडो महिना हुन्छ होइन। सकि नसकि उठेर गएको, रुँदै बाटोमा हिँडेको हो। कस्तो प्रब्लम हुन्छ कि यहाँनिर अब मेडिकल नभएकोले गर्दाखेरि चाहिँ। त्यही भएर नानी जन्मिँदा जन्मेपछि हस्पिटलमा हुँदै जसको पनि नानीहरू हुनेवाला छ उनीहरूले चाहिँ मेडिकल गरिहाल्नु होला है। त्यही भन्छु म चाहिँ। फेरि यहाँ नानी भएपछि जन्डिस हुँदा नै रहेछ, जसलाई पनि हुने रहेछ क्या। यो प्राइभेट हस्पिटल रहेछ होइन बेनीबराकमा चाहिँ। त्यहाँ चाहिँ तपाईँले अब इमर्जेन्सीमा प्राइभेट देखाउँदा पनि हुने रहेछ। तर प्राइभेट डक्टरको चाहिँ तपाईँको डक्टरलाई भेटेको मात्रै 500 सेकल लिँदो रहेछ। त्यसपछिको त्यो टेस्ट भन्यो, जन्डिस टेस्ट भन्यो, ब्लड टेस्ट के टेस्टहरू हुन्छ त्यसको अलग अलग हुन्छ अरे होइन। र कति हुन्छ के हुन्छ त्यो त हामीलाई भनेन, त्यो डक्टरले हेरेर मात्रै भन्छ भनेर भन्यो होइन। अन्त हामी चाहिँ त्यहाँ पुग्यौँ मात्रै, पुगेर फर्किहाल्यौँ किनकि थर्सडे भएको थियो। फ्राइडे स्याटरडे 2 दिन पर्खेपछि सन्डे मर्निङ त मेडिकल नानीको हुँदै थियो। अन्त किन अब फिजुलको खर्च गर्नु भनेर हामी चाहिँ फर्केर आएर चाहिँ सन्डे मर्निङ चाहिँ हामीले नानीलाई लग्यौँ है हस्पिटल। बेबीलाई जन्डिस भयो भनेर चाहिँ नअत्तालिनु होला होइन। जन्डिसको पनि त्यो उयो हुँदो रहेछ, कति पोइन्टदेखि माथि 11 कि 13देखि माथि हो भने चाहिँ डराउनु पर्दो रहेछ होइन। नत्र भने 10देखि बिलो 10 छ भने चाहिँ घरमै जाति हुँदो रहेछ। जति सक्दो चाहिँ नानीलाई पुरा फिडिङ गराएर चाहिँ फिडिङ जति गऱ्यो त्यति नानीले पिसाब गर्छ र पिसाबमा चाहिँ जन्डिस झर्दो रहेछ होइन। हामीले चाहिँ 2-3 दिन चाहिँ त्यसरी नै गऱ्यौँ। र नानी सुतेको गर्छ, सुतेको चाहिँ गर्न दिनु हुँदैन रहेछ। उठाउँदै अब उठ्नु मान्दैन होइन, उठाउँदै नानीलाई चाहिँ फिडिङ गराएर नानीको जति सक्दो युरिनमा चाहिँ जन्डिस पास पुतुके पुतुके ओ पुतुके उठा त पुतुके के डर ग्यासको यो यसको त पुतुके हेर त्यही त भनेको त। यो चाहिँ उसलाई डक्टर देखाउनु, उसको मेडिकल भइसकेपछि डक्टर देखाउनु लानु अगाडिको हो। र यति बेला चाहिँ उसको जन्डिस धेरै नै जाति भइसकेको थियो। उसको फेसको कलरै चेन्ज हुँदै आएको थियो। 2 दिन अगाडि चाहिँ उसको अगाडि फेस पनि पुरा पहेँलो, आँखा पनि पहेँलो हुँदै गएको थियो होइन। र बादमा चाहिँ उसलाई जति फिडिङ गरायो त्यति नै उसले पिसाब गरिसकेपछि उसको जन्डिस त्यसमा नै झर्दै गयो क्या। अन्त चाहिँ जति सक्दो चाहिँ फिडिङ गराउनु, पिसाब गराउनु भन्दा रहेछ होइन। ओके 3 and 400 ओके 400 त लुगाइ हाल। We take minus 100. Look here. हामीलाई डक्टर देखाएर आएको हामी चाहिँ फन घुम्यो हिजो अस्ति है, भरै नजिकै रहेछ। आज चाहिँ राम्रो छ अरे, जन्डिस पनि घटेको छ अरे, वेट पनि गेन हुँदैछ। त्यति नै हो अहिलेसम्मको अपडेट। घाममा चाहिँ नानीलाई यसरी पुरा सेकाउनुपर्छ है जन्डिस भएको छ भने। अन्त डक्टरले चाहिँ भिटामिन डी को पनि त्यो ड्रप्सको पनि प्रिस्क्रिप्सनमा लेखेर दिएको थियो। डिस्चार्ज हुने बेलामा त्यो ड्रप्स चाहिँ कन्टिन्यू नै खुवाउनु पर्दो रहेछ उसलाई क्या 1 इयर पुगिन्जेलसम्म। अन्त उसलाई चाहिँ घाममा र भिटामिन डी ड्रप्स चाहिँ कन्टिन्यू दिनुपर्छ है।